हेलो गुड मर्निङ झन्डै नमस्ते। म चाहिँ सिलु थापा मगर। मैले चाहिँ यसरी कहिले पनि भ्लग गराएको थिइनँ। आज चाहिँ मेरो यो फर्स्ट टाइम। यदि मैले केही गल्ती बोलेमा केही गरेमा हैन मलाई माफ गर्नु होला। अनि मैले आज फर्स्ट टाइम प्रेम दिवसको बारेमा मतलब प्रेम दिवसको बेलामा मैले चाहिँ आज फर्स्ट भ्लग गराइरहेको छु। सधैँ मैले सर्ट भिडियो हाल्थेँ हैन, त्यही टिकटकको भिडियोहरू हाल्थेँ। त्यो पनि मन पराइदिनु हुन्थ्यो, लाइक कमेन्ट गर्नुभयो, त्यसको लागि धेरै धन्यवाद छ हैन। आज प्रेम दिवसमा आज यत्तिकै बिहान उठेर जस्ट मुख मात्र धोएको छु है, केही गरेको छैन। अनि यसरी मैले भिडियो गराएको छु। आज थोरै ल्याउँछु। सबै आफ्नो मायालाई भेट्न कता कता जानुभएको छ होला, विस गर्नुभएको छ होला हैन। अनि देश विदेशमा रहनुभएका सम्पूर्णलाई आज म ह्याप्पी भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस भन्न चाहन्छु। अनि म पनि कसैलाई भेट्न जाँदैछु है, त्यो गेस गर्नुको होला। म भर्खरै उठेर जस्ट फेसवास मात्र गरेको हैन, तपाईहरुकै अगाडि हल्का मेकअप गरेर जान्छु है। अनि आज को कहाँ कहाँ जानु हुँदैछ लाइक कमेन्ट गर्नु होला। आज स्पेसल डे हो नि त हैन, हल्का नक्कल त पार्नै पर्यो। टुनर लगाएको है मैले। यसरी म फर्स्ट टाइम है मेकअप गरेको देखाएको नि। टुनर लगाएँ मैले। अनि त्यसपछि सिरम लाउँछु ल। हल्का मेकअप गरेको पनि जोडिदिएको ल। आज स्पेसल डे हो नि त हैन, यतिको त गर्नु पर्यो। मेरो आज यो फर्स्ट भिडियो भएको भएर मलाई चाहिँ राम्ररी चाहिँ बोल्न आउँदैन ल, मिलाएर बुझ्नु होला हैन। मैले मेरो नाम पनि भनिन होला, सरी। मेरो नाम सिलु थापा मगर हैन, हामी सिङ्जाली मगर। अनि को के मगर हुनुहुन्छ, कोही मगर्नेहरूले हेर्नुभएको छ भने, मगरहरूले हेर्नुभएको छ भने के मगर हुनुहुन्छ यसो कमेन्ट गर्नु ल। लोसन नाम ल। त्यस्तो घाम छ भाइ, मतलब आज घाम निस्केको छ है। अरू हिजो आज अलिकति जाडो त बिहान साँझ जाडै छ हाम्रो यता बुटोलतिर है। म चाहिँ बुटोलबाट। अनि के भन्छ अरे उता चाहिँ अन्त कस्तो छ के छ थाहा छैन नि त। हाम्रो चाहिँ यहाँ एकदम अब गर्मी सुरु हुन्छ, अब फागुन लाए लगतै
सनब्लक है साथीहरू। यस्तो घाममा चाहिँ खतरा डेन्जर डराल्छ नि त, त्यही भएर अब देखिन्छ किन हेर्नु सनब्लक लाउँदैछु यहाँ। अब कसैलाई भेट्न जाँदैछु तयार त हुनु पऱ्यो नि होइन, एक्साइटेड हो क्या। म चाहिँ चिया पनि ल्याएको थिएँ, चिया खानु बिर्सिनु। कसले खानु भएन जस्तो म चाहिँ हलुवा खाँदैछु है। आज त नेपालमा मात्र होइन कि बाहिर पनि सब कपाल हुनुहुन्छ होला होइन। कसले चाहिँ यसरी बिस्तारमा कपाल खर्नुहुन्छ। मेरो चाहिँ अब नराम्रो बानी भनौँ कि राम्रो बानी भनौँ, म चाहिँ एक ठाउँमा जहाँ बसेँ नि भुइँमा बसेर पनि यस्तै कोर्ने, बेडमा होस् या भुइँमा होस् होइन कोर्ने, अनि चाहिँ कपाल चाहिँ बाहिर नफाल्नेवाला छु है। यस्तो गर्मी हुन्छ अनि यस्तै डल्लो पारिदिन्छु, म त यस्तै पुका पारिदिन्छु, आनन्द हुन्छ। ड्रेस चेन्ज गरौँ ल। खासमा म चाहिँ आज आफ्नो मायालाई भेट्न होइन डेटिङ जानु लाग्यो नि त, अनि हजुरहरूलाई भेटाउनु लाग्यो। हेर्नु न यहाँ घाममा काम गरेर हल्का चाया आएको छ, अनि यत्तिकै सिम्पलमा जाँदैछु। अनि को हेर्नुको लागि रेडी ल, अब हेरौँ ल। सबैले आज सबै घुम्छन्, मिठो मिठो खान्छन् होइन, आफ्नो मायालाई भेट्छन्। म पनि भेट्नु जानु लाग्यो, एक्साइटेड छु। हजुर हुनुहुन्छ कि नै? ल अब म जान्छु ल। ल म रेडी भएको ल। म हजुरलाई त्यो ठाउँमा पुगेपछि मात्र देखाउँछु ल, अहिलेलाई राखेँ ल।
ल साथीहरू, म चाहिँ डेस्टिनेटीमा आइपुगेँ। अरूको बोयफ्रेन्डलाई हेर्न कता कता भेट्न कता कता जान्छ थाहा छैन, तर मेरो बोयफ्रेन्डलाई भेट्न म चाहिँ यहाँ आउँछु है डेटिङ स्पट। हेर्नुहुन्छ मेरो डेटिङ स्पट कस्तो छ? ल हेर्नु है, 1 2 3। ल हेर्नुहोस् मेरो आज भ्यालेन्टाइन डे, मेरो बोयफ्रेन्डसँग यही भेट्नेछु म। ल है मेरो बोयफ्रेन्डहरू कस्तो लाग्यो? राम्रो छ नि, ब्युटिफुल। सबैको आज भ्यालेन्टाइन राम्रो हुन्छ होला होइन? मेरो झन् बेस्ट हुन्छ है। यसरी तोरीबारीमा तोरी गोडेर, त्यो पनि तोरीभन्दा बेसी झार। हेर्नु त है, देख्नुभयो? लु आज मेरो ह्याप्पी भ्यालेन्टाइन डे यसरी गर्न आएको छु है। ल हेर्नु, यस्तो गराइन्छ अनि यसरी मुठा मुठा गरेर राखिन्छ। हजुरकोतिर कसरी गर्छ? हाम्रो चाहिँ यस्तो छ है। ल कोकोलाई मन पर्यो मेरो बोयफ्रेन्ड। गेस गर्नुभएको थियो होला है, मैले भेट्न जान्छु भनेपछि त ओहो को होला, कसलाई देखाउनु लायो होला भनेर के गर्नु। बोयफ्रेन्ड नभएको यसरी तोरी गरेर बस्छन्। बोयफ्रेन्ड हुने मान्छे आज भेट्न जान्छन् है, यति कुरा बुझ्नु। यहाँ धनियाँ फुलेछ हेर्नु, यता छ मम्मीको, यता हाम्रो। के गर्नु हजुर, यस्तै छ। ल हजुरहरू आज राम्ररी प्रेम दिवस मनाउनु होला। को कहाँबाट हेर्नुभएको छ, यसो हामीलाई पनि लाइक कमेन्ट सब्सक्राइबहरू गरिदिनु होला है। म चाहिँ न्यू भ्लगर हो। त्यो भ्लगर भन्दा नि सर्ट भिडियोहरू हेरेको थिएँ अनि अरूको देखेर मलाई नि गराउनु मन लाग्यो है। यसो मलाई केही बोल्न आउँदैन, केही भिडियोहरू गराउनु त आउँदैन, तर आज चाहिँ फर्स्ट ट्राई गरेको छु। आशा छ बुझिदिनुहुन्छ भनेर होइन। यसो सानो भ्लगरहरूलाई, सानो साथीहरूलाई सपोर्ट गरौँ ल। हामी चाहिँ यसरी खोल्छौँ है। हेर्नु यसरी बित्छ आज मेरो डे। एनिवेज सम्पूर्णलाई ह्याप्पी भ्यालेन्टाइन डे है। मेरो गाउँ हेर्नुहोस् है। ल ओके, अब म राखिदिन्छु। सिलु थापा मगरलाई सब्सक्राइब गर्नु होला है। अनि यस्तो लाइकहरू कमेन्टहरू पनि दिनु होला, अलिकति माया देखाउनु होला। अब यहाँ गर्मी छ नि त, अब सुरु हुन्छ घाम लाग्न है यो फागुनदेखि त। अनि आज त फागुन 2 गते। यतिको गरेर काम गरेर भने पुरै डढ्छ। बुटोलको गर्मी धेरै नै हुन्छ है। आज सानो एउटा भिडियो गरौँ भनेर गराएको, अरूलाई झुक्काइदिउँ। सिलु कहाँ जाँदैछ, कसलाई भेट्न जाँदैछ, त्यो टाइपको हुन्छ क्या मान्छेमा कौतूहलता। मलाई चाहिँ यो भ्यालेन्टाइन यसै केही पनि थाहा छैन है। अब के हो यो डेहरू के हुन्छ, कतिवटा बार हुन्छ, कतिवटा दिन हुन्छ, हक डे, पात डे, के हो, किस डे, टेडी डे, मलाई त्यो थाहा छैन है, अहिलेसम्म थाहा छैन। मेबी कुनै टाइम होला। भन्दै सम्पूर्णलाई ह्याप्पी भ्यालेन्टाइन डे, प्रेम दिवसको शुभकामना भन्दैमा यो भ्लग अफ गर्छु, यही इन गर्छु। फेरि भेटौँला ल।
यो चाहिँ मेरो फर्स्ट ट्राई हो। यस्तो बोल्यो उस्तो बोल्यो भनेर केही गल्ती बोलेमा माफ गर्नु होला। अनि लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला हस्। पछि फेरि भ्लग ल्याउँछु। यो मेरो फर्स्ट हो। बाई बाई, माया गर्नु होला।